हेलो गाइज गुड मर्निङ। आजको बिहानीको सुरुवात यसरी हुन्छ। यिनी चाहिँ बिहान म सँगसँगै उठ्छिन् क्या, त्यही भएर बिहान मैले केही गर्न भ्याउँदिनँ किचनको काम। अनि यिनको लागि चाहिँ मैले झ्यापझुप लिटो बसालिहालेँ है। अनि लिटो चाहिँ अलिक पातलो भएछ क्या। यिनी चाहिँ मेरो पुच्छर हेर्नु पछि लाएर भ्याउँछिन्, वाकरमा राख्दिन पर्छ। खुसी भएर यताउति गरेको यस्तो गर्छिन्। अनि अब यिनलाई खुवाउन पऱ्यो भनेर अनि तातो पानी चाहिँ बोतलमा हाल्न लागे हेर्नु। त्यो बोतलको चाहिँ मैले एउटै हातले गरेको भएर त्यो बिर्को लाउँदाखेरि कस्तो उछुट्टेर उता जान्छ कि। मलाई यति हाँसो लागेको थियो यो देखेर। त्यसपछि यिनको लागि चाहिँ मैले रेडी गरेँ अनि आऊ भनेर बोलाएको। अनि उनी ढोकामा आएर उभिराखिछिन् कि आम कि नाम कन्फ्युज भइछिन् है। अनि आइन्। अनि यो खाना खाने बेला जहिले यस्तै हो क्या, त्यो पहेँलो कपडा घाँटीमा लगाइदिएपछि यिनलाई चाहिँ मैले बालभिटा दिने गर्छु। 6 महिना पुगिसक्यो नि त। क्यारी मैले यिनलाई रेडी गरिदिएँ यसरी। त्यसपछि अब म पनि अब आफ्नो हुलिया चेन्ज गर्नु पऱ्यो भनेर रेडी हुन लाएँ। अब मेरो चाहिँ यस्तो भयो लुक्स। त्यसपछि अब यिनलाई चाहिँ म एकछिन सुताउँछु। यिनी सुत्नलाई रेडी भइसकिन्, सुतिसकिन्। अब चाहिँ म एकछिन मेरो पढ्न पर्ने छ, त्यही भएर मैले चाहिँ अब एकछिन पढ्छु यिनी सुतेको बेला। ल ओके बाई।